थुक्क साला कुकुर नेता भ्रष्टहरूको थुतुनामा किरा पनि पर्दैन कि क्या हो? एकचोटि यो भिडियो हेर्नुहोस् र सुन्नुहोस् त अन्तिमसम्म के भन्दैछन्। कुनै पनि माननीय मन्त्रीजी यदि कुनै अनुसन्धानको घेरामा आउनुभयो, यदि प्रश्न उठ्यो, राज्यको कुनै सक्षम निकायले यदि अनुसन्धान गर्नुपर्ने स्थिति भयो भने त्यस्तो माननीय मन्त्रीजी मन्त्रीको पदमा रहन पाउनुहुन्न, रहनुहुन्न। त्यसकारण उहाँले राजीनामा गर्नुपर्छ भन्ने कुरा पनि हामीले उठाउँदै आएका छौँ। सुन्नुभयो नि भिडियो अन्तिमसम्म हेर्नुहोस् त। आफू सरकारमा हुँदा जे पनि गर्न हुने, जे पनि भन्न हुने, आफू सरकारमा नहुँदाखेरि यस्तो सम्म भन्ने। अहिले उसैलाई 50 लाखको दैनिकी 50 लाखको श्रम भिजिट भिसामा मान्छे पठाउनेको आरोप लागिरहेको छ। आफूले राजीनामा दिनु पर्दैन अहिले तुरुन्तै? के गरिरहेको, के हेरिरहेको त?